हेलो गाइस, यो त म भाउसँग थाहा बसेन भएको होला। मेरो नाम ट्युसनबाट नेपाली प्लेटफर्म उतापट्टि बस्छु होइन। अनि म आइसकेँ तपाईँको नयाँ भिडियो आएर। यो त मेरो फर्स्ट भिडियो हो गाइसहरू आज। अनि मोबाइलको चार्ज पनि सिद्धिन सकिसक्यो। आज त मेरो घरको रुम फर्स्ट भिडियो नयाँ रुम थियो गाइसहरू। अब आमाले उताको रुम त देखाउनु हुँदैन किनभने उताको रुममा मेरो मम्मी बाबा सुतिरहनु भएको हो। होइन मेरो भाइ मम्मी सुतिरहनु भएको हो, उता देखाउनु हुँदैन। अब आमै यताको रुम देखाउनु। गाइसहरू यता त हाम्रो आलिसान बेड। यसमा बेडमा धेरै तकियाहरू छ। अनि त्यसपछि यता घोडा छ, भाइको खिलौनाहरू छ। अनि त्यसपछि यता बेड छैन। अनि त्यसपछि यता तकियाहरू छ। अनि त्यसपछि यता तकियाहरू हो। अनि त्यसपछि यता मेरो रुमको एउटा। अनि उताको स्पोर्ट घरमा उता के छ। अनि आज त हामी आफ्नो के भनौँ। अनि यता त हेर्नुहोस् होला, यता त हाम्रो अलिसान छ होइन। एनएसआरबी कस्तो लाग्यो गाइसहरू? राम्रो लाग्यो किनभने यो त आफ्नैको लागि हो गाइसहरू। रुम टुर त भन्नु सक्दैन मसँग। हामी यता मात्रै बुझ्छौँ गाइसहरू। यो त मेरो क्यामेराको ल्याम्रोसँग देखाएको छैन होला किनभने मेरो क्यामेरा धेरै राम्रो पनि छैन। मेरो मुख हेर्नु होला कस्तो लागेको छ मेरो मुख। मेरो बडी हेर्नु गाइसहरू। गाइसहरू आज त मेरो भगमा त रुम टुर त हुन सक्दैन। तर गाइसहरू आज त हामी आफ्नो घरमै छौँ होइन। के गर्नु, घुम्नु ठाउँ पनि छैन गाइसहरू। अब हामी कसरी भएको बनाउनु थाहा गाइसहरू। गाइसहरू आज त मेरो भएको होइन, आफ्नो भएको भनिसकेको छ। कति भन्नुभयो? गाइसहरू आजको के भनिरहेको छु गाइसहरू। अब त हामी त गएको छौँ गाइसहरू। आज त हामी आफ्नो घरमै हेर्नेछौँ होइन। सिधा टुर गर्नेछौँ। घुम्ने ठाउँ भएपछि त भइरहेको छ गाइसहरू। अब चाहिँ भयो त यता त गाइसहरू। माथि जाऊँ गाइसहरू। माथि त उता ठुलो घर छ हाम्रो। कस्तो दाम मम्मी छ। काउची हेर्नु होला गाइसहरू। हाम्रो काउची त एकदमै ठुलो छ होइन। अनि भर्खरै नयाँ घर बनेको हो हाम्रो। अनि त्यसपछि यता मन्दिर गर्ने ठाउँ हो। अनि त्यसपछि यता मेरो बाबाको फोटो हो। अनि त्यसपछि अब रुम हुन सक्यो।
हुनसक्छ अब अब आजको भिडियो त्यति मात्रै हो। यस्तो ठुलो भ्लग बनाउनै सक्दैन। तपाईँ राम्रो लाग्यो भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि सेयर गर्नुहोस्। आजको भिडियोमा त्यति। नमस्कार, बाई बाई, गुड बाई।